छन त मेरो भावना बुझ्ने यहाँ को नै छ र छन त मेरो भावना बुझ्ने यहाँ को नै छ र युवराज हो नाम मेरो जोसी पर्यो थर युवराज हो नाम मेरो जोसी पर्यो थर ठुलालाई आदर सानालाई माया गर्नुपर्ने सिकेको छु संस्कार ठुलालाई आदर सानालाई माया गर्नुपर्ने सिकेको छु संस्कार सर्वप्रथम नेपाली महानुभावहरूमा हार्दिक नमस्कार स्वीकार्नुहोस्। आज चाहिँ म प्रदेश स्तरीय सिप तथा रोजगार मेलाको प्राङ्गणमा भनौँ एउटा प्रदेश स्तरीय युवा सञ्जालको अध्यक्षको नाताले यहाँ अवलोकनको लागि आएको छौँ र अवलोकन गर्दाखेरि एउटा भनौँ मलाई एकदमै खुसी लागेको छ। यहाँ चाहिँ हाम्रो किचनदेखि लिएर हाम्रो यो टेलर्स अन्य हाम्रो यो कफिस सम्पूर्ण मान्छे हाम्रो आफूमा जे क्षमता छ आफ्नो क्षमता अनुसारको सिपहरू सिक्न पाउने अवसर मैले यहाँ देखेँ र यहाँ चाहिँ मैले अरू ठाउँमा उपभोग गर्न नपाए तापनि यो हाम्रो यो कफीमा चाहिँ अमेरिकन कफी उपभोग गरेको थिएँ र त्यसमा चाहिँ एकदमै खाँदाखेरि तितो भए पनि एकदमै स्वादिष्ट अन्तिममा जाँदाखेरि एकदमै स्वादिष्ट लागेको थियो र हाम्रो यस्तो यहीँ नेपालमै बसेर अमेरिकन कफी खान पाउने सिस्टम यहाँ देख्दा मलाई एकदमै खुसी लागेको छ र यसो अवलोकन गर्दै गर्दाखेरि हाम्रो यहाँका युवा पुस्ताले चाहिँ मलाई एकदमै कहानी लाग्दो प्रश्न गर्नुभयो। हामी यो रोजगार मेलामा काम गर्दैछौँ, यो काम गर्दाखेरि हामीले समयमै काम पाउने या नपाउने फिक्स छैन भन्यो। अनि मैले के भन्दाखेरि अब यो हाम्रो यो प्रदेशका 60 जना युवाहरूलाई समयमै हामीले यो सिपबाटै सिकेका हाम्रा युवाहरूलाई 60 जना बेरोजगार युवालाई हामीले रोजगार दिन सफल भयौँ र उहाँहरूलाई पनि मैले धैर्य धारण बस्नको लागि यो काममा एकदम निरन्तर रूपमा लाग्नु होला, हजुरहरू यसमा लाग्नुभयो भने हामीले हजुरहरूलाई पक्कै पनि रोजगार दिन सक्छौँ भनेको मैले उनीहरूलाई भनेको छु र यसै गर्दै गर्दाखेरि हामीले आफ्नो प्रदेशका युवाहरूलाई चाहिँ स्वदेशमै टिकाइराख्नुको लागि हामीले पहल गरिरहेछौँ कि यो हाम्रो बेरोजगार युवाहरू परदेशिने क्रम बढ्दो क्रममा छ, यो क्रमलाई हामीले घटाउँदैछौँ र त्यसै गर्दै गर्दाखेरि हामीले आफ्नो प्रदेशमा चाहिँ हाम्रो यो लागु औषधलाई नियन्त्रण गर्नको लागि हाम्रो बालबालिकाहरू एकदम बढ्दो क्रममा छ कि लागु औषध फसिरहेछन् बालबालिकाहरू लागु औषधमा र शिक्षा क्षेत्र चाहिँ अन्धकारमा जाने मैले देखिरहेको छु। यसलाई चाहिँ नियन्त्रण गरिरहेछौँ हामीले। अहिले हाल चाहिँ हाम्रो 20 जना बालबालिकालाई हामीले लागु औषधबाट बचाउन सफल भएका छौँ र यसै गर्दै गर्दाखेरि हाम्रो यो क्षेत्र प्रदेशभरिमै तुलनामा चाहिँ हाम्रो 20 जना बालबालिकालाई हामीले यो आर्थिक अवस्थाको कारणले पढ्न नसकेको अवस्था हामीले फेला पारेका थियौँ, उहाँहरूलाई पनि हामीले पढ्नमा सहयोग गरेका छौँ र यसै गर्दाखेरि हाम्रो यो देश चाहिँ हाम्रो कृषि मुलुक भएको कारणले गर्दा हाम्रो कृषि भेटनरी विषय पढ्ने जो कोही बालबालिका हाम्रो यासी पास गरेका थिए उहाँहरूलाई हामीले पढ्न आग्रह गरेका थियौँ र आग्रह गर्दाखेरि हाम्रो 60 जना प्रथम चरणमै हाम्रो पढ्नको लागि आउनु भएको थियो, उहाँहरूलाई हामीले पढ्न सहयोग गऱ्यौँ र यत्तिकैमा यहाँहरूमाझमा यो कुरालाई टुङ्ग्याउँछौँ र हाम्रो यो सिप तथा रोजगार मेला आयोजक टिमलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु किनभने यस्तो राम्रो अभियान सुचारू गर्नुभएको छ। हाम्रो प्रदेशका युवाहरूले यो सिक्नुभयो भने राम्रोसँग स्वरोजगारमूलक यो हाम्रो प्रदेश बनाउन सक्छौँ भन्ने मलाई आशा छ। धन्यवाद।